हेलो साथीहरु वेलकम ब्याक टु माई च्यानल। सो म चाहिँ यहाँनिर राइड गर्दैछु फर्स्ट टाइम। अनि हामी चाहिँ जाँदै थियौँ, म अनि मेरो भाइ चाहिँ। हामी चाहिँ दुईजना बाख्राकोटको त्यो नयाँ ब्रिज बनेको थियो त्यहाँनिर, अनि त्यताबाट लाभा जाने भन्दै थियो। सो हामी दुईजना चाहिँ यहाँनिर जाँदैछौँ। यसरी टक्कसँगले मेरो भिडियो चाहिँ भाइले गरिदिएको ब्यागबाट, सो उसलाई त्यस्तो मैले जसरी गर्नु चाहिँ भिडियो आएन रहेछ नि त। सो मेरो हेलमेटमा अब यस्तो फोन होल्डर होल्ड गर्ने उयो पनि छैन नि त, सो त्यही भनेर यसरी भिडियो गरेको। यो चाहिँ मैले भोइस ओभर गरेको। सो यहाँनिर चाहिँ त्यो सनराइज हेर्नु सक्नुहुन्छ तपाईँहरू। बिहान बिहानै हामी चाहिँ छिटो निस्केको थियो नि त। सो मैले चाहिँ आधी बाटोसम्म मात्रै राइड गरेको छु। म सक्दिनँ नि त त्यस्तो मजाले गर्न। सो म चाहिँ न्यू बिगिनर हो। हेर्दै गर्नुहोस् तपाईँलाई कस्तो लाग्छ। नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस् होला। कमेन्ट्स पनि गरिदिनुहोस् के कस्तो लाग्छ होइन। सो हेर्दै गर्नुहोस् तपाईँहरू। सो यहाँ चाहिँ मैले भाइलाई सिकाउँदा बल्ल बल्ल क्यामेरा त्यसले यस्तो घुमाउनु जाने। सो यहाँदेखिको उता चाहिँ अब म चाहिँ भाइको पछाडिपट्टि चढेर गएँ। हेर्नुहोस् तपाईँहरू। हामी चाहिँ यहाँ बाख्राकोटको उकालो लागिसक्यौँ। अहिले चाहिँ म भिडियो गरेको। तपाईहरु पनि हेर्नुहोस्। हामी यहाँबाट जाँदैछौँ सेलरोटी ब्रिज। कसले सेलरोटी भन्छ, कसले के भन्छ, स्न्याक भन्छ, कसले के भन्छ भाइ, म त यताबाट चाहिँ फर्स्ट टाइम चलेको है त। अझै पछाको यता चाहिँ कस्तो निकै भित्र अब बस्नु पर्दैन जङ्गल जङ्गल रहेछ है। र तपाईँले चाहिँ अब बाटो फेरि के हो धुलो आयो भगवान् भाइ बाटो चाहिँ राम्ररी हेरेको सेलरोटी रोड चाहिँ यस्तो भएर चाहिँ भनेको रहेछ नि त, के भनेर। तर यहाँ चाहिँ एकदम कस्तो हावाको हेर्न सक्नुहुन्छ तपाईँहरू। त झन् यहाँ पुलिस छैन रहेछ। यहाँ चाहिँ पुलिस छ भने चाहिँ पुलिसले चाहिँ फोटो खिच्नु दिँदैन अरे नि त भनेको सुनेको थिएँ। सेलरोटी ब्रिज चाहिँ यस्तो रहेछ, त्यही भनेर भनेको रहेछ। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। सो म चाहिँ डाइरेक्ट यहाँनिर एस्ट्रोनिङ सेलरोटी ब्रिजमा आएर चाहिँ म भिडियो बनाउँदैछु। सो मैले अगाडि चाहिँ इन्ट्रो बनाएको थिएन, माथि पुरा हाँसेछ मसँग आउने तपाईँहरू देख्नु सक्नुहुन्छ। यतापट्टि चाहिँ यस्तो रहेछ, सबैजना मान्छेहरू यहाँनिर आउँथ्यो कि यस्तो यही हेर्नु आएको रहेछ। त्यस्तो उयो त केही पनि छैन कि, तर एकदम यस्तो देख्छ हेर्दाखेरि चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुन्छ। यता देखा मलाई। सो अब चाहिँ तपाईँहरूलाई म डाइरेक्ट लाभामा गएर भेट्ने छु है त। तपाईँले हेरिदिनुहोस् होला। हामी चाहिँ भक्कु तल बसेर टाइम वेस्ट गर्ने कि यहाँ रहेछ नि त।
चल्लोले गाउँ रहेछ यति सानो चाहिँ टिक्क परेको सो हामी चाहिँ अब लोले गाउँबाट तल उडाको झर्दैछौँ सबैहरू चिसो पनि पर्दैछ अब चाहिँ अघि चाहिँ गरम भएको थियो कि अहिले चाहिँ अलिक चिसो 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 हुँदैछ म चाहिँ फाइनली लाभ आइसकेको छु अब चाहिँ म यता माथिपट्टि जान लागेको छु सो यसले गर्नुहोस् त्यहाँ माथि जानुको लागि टिकट काट्नु पर्ने रहेछ यहाँनिर काउन्टर रहेछ सो यस्तो म माथि देखाउँछु त तपाईँहरूलाई कस्तो छ भन्दा चाहिँ तपाईँहरू यस्तो यता चाहिँ यस्तो रहेछ भाइ त कस्तो लाग्यो भन् यो चाहिँ सबैलाई त्यस्तै हुन्छ मलाई पनि त्यस्तै भइरहेको छ यहाँभित्र त्यस्तो रहेछ यता चाहिँ भाइ मलाई अघि तल मैले परक भने मेरो चाहिँ फोन पनि अफ हुन आँटिसकेको छ त्यो यहाँ माथि चाहिँ अब गएको छुइनँ अब जाँदैछु म माथि हेर्नुहोस् तपाईँहरू म देखाउने छु मेरो कपाल के भयो यस्तो प्यात्तै हेलमेट लगाएर त एकदम पिस छ यहाँ चाहिँ यस्तो गरेछ नट फर मोर देन 10 पिपल्स लेखेको रहेछ बिचरा मेरो भाइ चाहिँ सबै सामान बोकेर आउँदैछ म चाहिँ अगाडि यहाँ माथि आइसकेको छ यहाँबाट चाहिँ त तल हुन्छ कस्तो ड्रिङ्गाडा पो लाग्यो मलाई त लाभा है भाइ मरेछ यहाँ चाहिँ भएर कस्तो दामी आएको यता कस्तो आउँदैछ राम्रो आउँदैछ यहाँ चाहिँ हुँदो रहेछ नि साथीहरू माथि चढ्नु चाहिँ छैन स्टामिना मैले तलदेखिको यहाँ आउँदा यस्तो हुन्छ भाइ हामी अलि माथितिर हिँड्न अलि माथितिर हिँड्न रुख मात्रै हेर्नुलाई आउँदा हो त अन्त यहाँ चाहिँ कपल्सहरू चाहिँ खतरा हुँदो रहेछ साथीहरू कपल्सहरू आउन सक्नुहुन्छ तपाईँहरू पनि एकदम दामी यसलाई चाहिँ पुरा अल्छी लाग्यो अरे सो म र भाइ चाहिँ अब तल जाने मेरो फोनको एकदम चार्ज ब्याट्री एकदम 3 मात्र भइसक्यो नि त्यस्तो हिँड भाइ जाउँ के भन्नु छ तलले भन्न पर भेट्छु ल तपाईँहरूलाई आज हमारा दिघा बैटरी खत्म होने जा रहा है प्लीज गाइस 10 मिनट के लिए ब्रेक हो जाए हमारा अब हम 10 मिनट के लिए ब्रेक क्योंकि चार्ज नै है कैसे भिडियो बनाए त्यहीँबाट चिपले भने चाहिँ यो जान्छ अर्ग्यानिक सेडी जस्तो हुन्छ गाइस त्यो अर्ग्यानिक सेडीको लागि सिमेन्टहरू के चाहिँदैन अम्बाजी ती पनि हेरे सिमेन्टको नाम
अम्बुजा सिमेन्ट पनि फेल खान्छ अनि सिँढीहरूको लागि चाहिँ पैसा दिँदैन। सो हामी चाहिँ लाभाबाट निस्किसक्यौँ। खानासाना खाएर पनि मेरो फोन चाहिँ अब भएन जस्तो त्यो दोकानमा एकछिन चार्ज गरेर अन्त अन गरेर फेरि मैले भिडियो स्टार्ट गरेँ। आएँ फेरि म अहिले चाहिँ हामी यता तल झर्दैछौँ लाभाबाट ओह्रालो गोरुबथानको बाटो निस्केको। अब चाहिँ हामी अघि चाहिँ हामी यता ओत्लापट्टि बाख्राकोट भएर गएको थियो। एक फनको रोटी पोल्यो हामीले।